हाई गाइस, वेलकम टु माई मिनी ब्लग। र अहिले चाहिँ हामी लोकल टुरिस्ट भएर होइन ओखलढुङ्गामा रहेको के अरे रातमाटे झरनासम्मको यात्रामा छौँ। अब आजको यात्रा चाहिँ पैदल यात्रा छ है। अनि यहाँनिर हाम्रो बहिनी हुनुहुन्छ, यहाँ भाइ हुनुहुन्छ दिवाकर राई। अब यदि उहाँलाई मन पराउने कोही हुनुहुन्छ भने पनि उहाँ नि सिङ्गल हुनुहुन्छ, यता बहिनी पनि सिङ्गलै छ। यो चाहिँ हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। हाम्रो टोली चाहिँ यति छ है। अब टोलीहरू एकदम एक्साइटेड छ नि होइन। अब एक्सट्रिम खाएपछि झन् मैले त पावर पन्च खाएपछि अनि सो अलमोस्ट आजको यात्रा चाहिँ हाम्रो 3 घन्टा जतिको यात्रा हिँड्नुपर्छ। र अहिले चाहिँ ठ्याक्कै 12 बजे छ। लेट्स सी कति बजे पुगिन्छ। सो अहिले रेकर्ड गर्दाखेरि चाहिँ ठ्याक्कै 12 बजेको छ। सो अहिले चाहिँ हामी हिँडेको अलमोस्ट 30 मिनट भइसक्यो। र 30 मिनटमा चाहिँ हामी यो एउटा दामी मन्दिर रहेछ। एउटा मन्दिरको नाम चाहिँ मैले ठ्याक्कै बिर्सेँ। सो यो मन्दिरमा आइपुग्यो र अब एक्चुअली यही बाटो चाहिँ हिँडेको अलमोस्ट धेरै वर्ष अगाडि 72 सालमा त मैले गाउँ छोडेर हिँडेको एक्चुअली होइन। त्यस पछाडि लामो समयसम्म बसेको, यसैपल्टको गाउँमा 6-7 महिना भइसक्यो म बसेको, अलमोस्ट 8 महिना भयो। अब यो बाटो चाहिँ जुन ठाउँमा हामी जाँदैछौँ त्यो ठाउँमा चाहिँ अलमोस्ट म 8-9 क्लास पढ्दाखेरि भनौँ न, आई थिङ्क म 9 क्लास पढ्दै थियो होला भनेको 70-69 सालतिर हिँडेको बाटो यो चाहिँ। अब सो गाइस, अब गर्मीले र गलेर चाहिँ एकदम हत्तु भएको छ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु है। यस्तो दुःख पाइ तपाईँहरूलाई चाहिँ मेरो गाउँठाउँ देखाउनको लागि चाहिँ भिडियो सुट गर्दैछु। सो गाइस, अहिले चाहिँ हामी यहाँ वन ऐसेलो टिप्दैछौँ होइन। अहिले चाहिँ अब यहाँ टिपेको रहेछ, खाँदैछ फेरि भयो। म नि एउटा टिपेर काट्छु है त। सो लुक एट हियर, तपाईँले देख्न सक्नुहुन्छ अमिलो अमिलो रहेछ है। सो कस्तो छ भने एक्चुअली चाहिँ तपाईँले देखाउँछु यस्तो वन ऐसेलो है। ऐसेलो चाहिँ अर्को टाइप्सको पनि हुन्छ, त्यसलाई पनि ऐसेलो भन्छ, तर यसको एक्चुअली नाम चाहिँ मलाई थाहा भएन। दामी छ, मिठो छ। सो आजको हाम्रो हाइकिङ चाहिँ बबाल हुँदैछ है गाइस। आज चाहिँ एक्चुअली भाइहरूसँग, अब यहाँ मध्येको सबैभन्दा सिनियर म हो। अब म सँगसँगको साथी चाहिँ अब कोही कहाँ छन्, कोही विदेशतिर, कोही कता। अब अहिले चाहिँ मै मात्रै छु, मसँगको, मेरो सर्कलको, मेरो क्लासमेटहरू सबै कता कता। जिन्दगीमा जिम्मेवारीले यति धेरै थिच्यो कि, यति धेरै चाहिँ लाइफले कम्प्रोमाइज गरियो कि खुलेर जिउन पनि बिर्स्यो जस्तो लाग्छ है कहिलेकाहीँ त मलाई होइन। त्यही भएर आज पनि काम चाहिँ टन्नै थियो मेरो। 2-4वटा क्लाइन्टको चाहिँ काम सिधाउनु पर्ने थियो, किनभने पर्सिको दिन चाहिँ म काठमाडौँ आउँदैछु, काठमाडौँ जाँदैछु। त्यही भएर आज नै काम सबै सकाउनु पर्ने थियो। तर भरे राति आएर काम गर्छु, बरी म घुम्न जान्छु भनेर चाहिँ निस्केको है आज एक्चुअली चाहिँ। अब यस्तो दामी भ्यू हेर्न छोडेर काम के गरिबस्नु होइन। क्लाइन्ट एक दिन रिसाए पनि रिसाओस् भन्ने लागेर चाहिँ आज म हिँड्दिएको साथी हो। सो फाइनली गाइज, अहिले चाहिँ हामी आधी बाटो हिँडेर यहाँसम्म आइसकेको छौँ यो डिलमा। सो आज चाहिँ एक्चुअली म भ्लगै बनाउँछु भनेर टक्क माइक पनि बोकेर आएको छु होइन। यहाँ माइक पनि छ। अब यहाँनिर चाहिँ हिलो रहेछ एकछिनै ल। ओके, हिलो क्रस गरिसके पछाडि फेरि म कन्टेन्टमा ब्याक भएँ होइन। र अब यो ठाउँ चाहिँ फेरि दामी छ कि आज अलिकति क्लाउडी भ्यू भयो होइन। अब आज यस्तै भयो होइन। सो यो चाहिँ भाग्य माइलले मात्रै पाउँछ भन्ने कि अब के भन्ने होइन। सो गाइज, अहिले चाहिँ हामी ठ्याक्कै लाएर चाहिँ हाम्रो अब सपिङ भइसक्यो खानेकुराको। के किनेको छ हामीले एक्सट्रिम किनेको छौँ। कोच आशिषले यसको बिल पे गर्नुभएको छ, स्पोन्सर गर्नु पर्यो कोच आशिषलाई। के भनेको फेरि यसले। सो फाइनल्ली अब चाहिँ हामी यता सोलुखुम्बुको नेचा सल्यान वडा नम्बर 4बाट चाहिँ हामी पञ्चमी डिलमा आइपुगेर चाहिँ अब हामी ओखलढुङ्गा प्रवेश गर्दैछौँ। अब क्लाउडी भ्यू छ होइन भाइ एकदम। अब यहाँबाट चाहिँ हामी ठ्याक्लाक्कै लाएर चाहिँ ओखलढुङ्गा क्रस गर्यो है त। सो ओखलढुङ्गाका मेरा साथीहरू, मेरा मित्रहरू, प्रियजनहरूलाई धेरै धेरै सम्झना छ। ओखलढुङ्गाबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सब्सक्राइब पनि ठोकिदिनुहोस् होइन।
सो गाइस अहिले चाहिँ हामीले ठ्याक्कै यहाँनिर स्याउपाती भेट्यो अब टिप्यो होइन अन्त भाइले टिपेर चाहिँ खाएछ ठिकै मिठो रहेछ त्यस्तो धेरै गुलियो पनि होइन एकदम सुगर फ्री स्याउ रहेछ यो सुगर फ्री हामी एक्चुअली चाहिँ झर्ना हेर्नको लागि हिँडेको हो तर यहाँनिर मिनी झर्ना देख्यो होइन त्यो पनि दामी रहेछ यहाँनिर उभियो भने तरर हावा आउँदो रहेछ होइन सो आजको दिनमा मैले जुन डिसिसन लिएँ नि आज मैले आफ्नो काम छोडेर भाइहरूसँग चाहिँ घुम्न निस्किन्छु भनेर जुन डिसिसन लिएँ नि साँच्चीकै मलाई 0.0001% पनि रिग्रेट छैन किनभने लिटरली यस्तो अमेजिङ प्लेसको मजा लिन पाइएको छ सो अलिकति भित्र आइहालेँ म कति टाइम लाग्छ अब हेर यही हो यो गइरह भित्र ए म त सोचिरहेको थिएँ यो डिल पनि गर्नुपर्छ बिहान अलमोस्ट हामी ठ्याक्कै घरबाट चाहिँ 11 बजे निस्केको देन बजारमा अलिकति टाइम गयो है सपिङ यताउता गर्दा सो ठ्याक्कै हाम्रो बजारबाट चाहिँ 12 बजे हामी निस्केको अलमोस्ट अहिले 2:30 जान लाग्यो अझै रातमाटे झर्ना पुगेको छैनौँ सो लेट्स सी अब धेरै छैन जस्ट 10-15 मिनट भनेको छन् लेट्स सी कति टाइम लाग्छ है त सो गाइस अहिले चाहिँ हामी आइसकेको छौँ वाह लिटरली अमेजिङ बिहान 11 बजे हिँडेको अलमोस्ट 3 बजे आइपुग्यो होइन वाह लिटरली अमेजिङ यार सो गाइस अलमोस्ट हाम्रो 3.5 घन्टाको यात्रा पछाडि रातमाटे झर्नामा हामी आइपुगेको छौँ र अब चाहिँ हामी फर्किन लागेको सो सबैजना रमाइलो भयो फेरि आउनुपर्छ होइन